तपाईले नहिचकिचाइकन आँसुको साथमा त होइन। परमेश्वरका प्रिय छोराछोरीहरू, जय मसीह। अगमबाडीय पर्खालहरूको सन्देश भाग 6 मा म हजुरहरू सबैलाई स्वागत गर्दछु। आजको बिहानीको समयमा परमेश्वरले आवाज दिनुभयो र उहाँले भन्नुभयो, तयार हौ। जसै मैले यो आवाज सुने, मेरो हृदयमा एकदमै अपार शान्ति छायो। तपाईँ विशेष व्यक्ति जो यो अगमबाडीय सन्देश सुनिरहनु भएको छ, तपाईले चिन्ता गर्न छोडिदिनु भएको छ। तपाईले तुलना गर्न छोडिदिनु भएको छ। तपाईले फाल्तुको दौड र अरूलाई पछ्याउन पनि छोडिदिनु भएको छ। तपाईले गनगन गर्न छोडिदिनु भएको छ। तपाईँ एकदमै मौन र शान्त अवस्थामा हुनुहुन्छ। तपाईले आफ्नै प्रयास गर्न पनि छोडिदिनु भएको छ। आफ्नै बुद्धि र आफ्नै कोसिसले काम गर्न तपाईले छोडिदिनु भएको छ र परमेश्वरमाथि पूरा भरोसा गर्नको लागि तपाईले आफैलाई परमेश्वरमा समर्पण गर्नुभएको छ। तपाईसँग माग्नेहरू र लिने मानिसहरू धेरै छन्। तपाईले नहिचकिचाइकन आँसुको साथमा त होइन, तर खुसी साथ ती कुरा अरूलाई दिनुभएको छ। परमेश्वरले ती कुराहरू देख्नु भएको छ, किनकि तपाईले परमेश्वरमाथि पूर्ण भरोसा राख्न सिकिसक्नु भएको छ। तपाईले भन्नुहुन्छ कि अब परमेश्वरले बाहेक कसैले पनि मेरो लागि बाटो खोल्न सक्दैन र उहाँले नै मेरो मार्ग खोल्नुहुनेछ भनेर तपाईले उहाँमाथि भरोसा गर्दै आफ्नो गन्तव्यलाई तयार गरिरहनु भएको छ। तपाईले जुन परमेश्वरमाथि आफ्नो विश्वास राख्नु भएको छ, त्यो कुराले तपाईँ एकदमै ढुक्क र निश्चय हुनुहुन्छ। तपाईको लागि आजको दिन परमेश्वरले दिनुभएको वचन मसँग छ। हितोपदेश 3 अध्यायको 5 र 6 पद। त्यहाँ यसरीकन परमेश्वरको वचनमा लेखिएको छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समझ शक्तिमा भर नपर। आफ्नो सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा सबै मार्गहरू सोझा तुल्याइदिनु हुनेछ। आमेन। परमेश्वरले यस वचनद्वारा हामी सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।